नमस्ते, स्वागत छ मोहनी ब्लगमा। अनि आज चाहिँ हाम्रो प्रिया भदैनीको बर्थडे। हामी चाहिँ यहाँ बर्थडेमा पुरै कुकहरू लागेर पकाउँदै हुनुहुन्छ। यहाँ दुईजना कुक हुनुहुन्छ, यहाँ दुईजना हेल्पर हुनुहुन्छ कटिङमा। म चाहिँ गफ गर्ने। यहाँ पुरा पाक्दैछ खानेकुराहरू। आज शनिबार छुट्टीको दिन, जे पनि खानुपर्छ अहिले पुलाउमा। के पाएको म देखाउँछु अब। तपाईको यहाँ चाहिँ अचार पाकिसकेको छ। तपाईको यहाँ चाहिँ आलुदम पाकिसकेको छ। मासु चाहिँ तपाईको यहाँ छोपेर एकदम यहाँ पाकिसकेको छ, कुखुराको मासु। यो चाहिँ ल धन्यवाद। ल अब चाहिँ हाम्रो यहाँ पुलाउ चाहिँ एकदम पाक्ने क्रममा छ। पुलाउ पाक्नु लागेको छ। दुईजना कुकहरूले आज एकदम दामी बनाउनु भएको छ है। अब भरे खाँदा टेस्ट कस्तो छ फेरि भनिदिन्छौँ हामी है। ल ह्याप्पी बर्थडेको डेकोरेसन चाहिँ भइगएको छ। यहाँ आज भाइको बर्थडे हो। बहिनीको बर्थडे भयो त पिङ्क आउँछ। यो भाइको बर्थडे हो आज। रेडी भइसक्यो। हरिबहादुर भाइको बर्थडे आज। अब हामी चाहिँ बल्ल हरिको बर्थडेमा आइपुग्यौँ। यहाँ बुक के ले त यहाँ म दिने हो बुक। ल हाम्रो साको सलेता हुनुहुन्छ यता छ बहिनी। हामी चाहिँ बर्थडे खान आइसक्यौँ। यहाँ बुके सुके बोकेर। ल प्रियाको बर्थडे। यहाँ गिफ्ट चाहिँ पुरा आइसकेको छ। ल यो पट्टीमा फुपूले पठाइदिएको। पट्टीमा फुपू यहाँ दिएको छु नि फेरि दिएन भने गिफ्ट फेरि हाम्रो गिफ्ट। ह्यापी बर्थडे शिवान। के हो टाउकोमा? शिवानको त पुरै भिजेको छ त किन? बेबी आई लभ यु। लाई टाउको साथीको टोपीको टोप्लेनु। ओ ए आज बेला शिवान प्लिज बुके। आई हामी पनि लाई बस्नु। त बसौँ 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 बसौँ। सिट डाउन सिट डाउन। लाई बस्ने हामी अब। शिवान बुके खानु लाग्यो। हामी भागेको ल बुके मैले दिए ल खाएन ले। गाइस सान्जेलाई बस्न आडेको है। बिना साली टु यु। ह्यापी बर्थडे स्नेहवानीलाई। ह्यापी बर्थडे डियर इसरी। सिक्स प्याक को कमिङ सुन हो क्या? मेरो पालो ल। ल भेनाजुले चाहिँ यहाँनिर टिका लगाइदिँदै हुनुहुन्छ फुपाले बदैनीलाई। म पनि ब्लगलाई सब्सक्राइब लाइक सेयर गरिदिनु होला गाइस। खाइसो न अलिकति। ल हामी चाहिँ हाम्रो ग्याङ चाहिँ आइसकेको छौँ अब बर्थडे खानुको लागि। यस आज त यसले मेरो ब्लग हेरिरहन्छ हो त। निकिताले मेरो ब्लग हेरिरहन्छ। निकितालाई आज मैले मेरो ब्लगमा ल्याउन पाएँ। निकितालाई स्वागत छ मेरो ब्लगमा। थ्याङ्क यू फुपू भन न। सीता मगर गाउन लगाउँदाखेरि ढिलो भएछ क्या। गाउन लगाएर आउँदा ओर्दा। नखाजा भाइ त्यो क्रिम छ। उसको आँखा छोपेर सुत्ने। मिलन काका घरमै थियो त। आम्मा मेरो प्यान्टु त। ल बर्थडे पार्टी चाहिँ यहाँ छतमा भयङ्कर जाँदैछ। ल गाइजहरू पुरा खाँदैछौँ है। यहाँ चाहिँ हामी बर्थडे पार्टी। बर्थडे गरेको बाबा पनि उभिएर खाँदै हुन्छ यहाँ। पसिना गर्मी उता पस्किने कार्यक्रम हुँदैछ। ल गाई कुकहरू पनि उहाँ हो, पस्किने हेर्नु उहाँ हो है। यहाँ चाहिँ भाउजू कोक सार्दै हुन्छ। सानोमाया के भयो? त्यही त हुन्छ कालो देता हुन्छ। पुरै सर्भिस एकदम 100मा 100 दिँदै हुनुहुन्छ यता।
थाहा पाइसक्यो मिठो छ ल यो मेरो पनि भाग आइसकेको छ म पनि खानु लागिरहेको छु सबैजना यहाँ खाँदै हुन्छ मगनी भ्लगको एकदम बिग फ्यानहरू है उहाँहरू चाहिँ बिग फ्यानहरू हुन्छ उहाँहरू ल है बिस्तारै है हजुरहरू ल यहाँ हाम्रो भजनको चाहिँ बर्थडे कस्तो भयो बर्थडे एकदम राम्रो भएको छ रमाइलो भयो अब बेबी आइप सिजन रमाइलो हुन्छ बगरकोट जुम भन्छु घरमै रमाइलो हुन्छ बगरकोट पछाडि तपाईँको सोल्टी नै आउनु भएको छ एड भएर गइसक्नु भएको छ उहाँ चाहिँ अहिले कता डुल्दै हुनुहुन्छ होला उहाँ निन्द्रामा कहाँ हराउनु हुँदैछ ऊ रेजीमा चाहिँ गयो अब यो डान्स तपाईँ मिस गर्नु भयो है त म तपाईँलाई भिडियो हालिदिन्छु ल बर्थडे गर्लको बहिनी अलिक स्याड भइरहेछ आज साथी यो लोकन्ती बस्छु भनेको छ अरे यसलाई राखेन अरे अघि त्यही भएर यो स्याड छ एकदम मलाई यहाँ चित्त दुखाएको छ ल भदैनीको बर्थडे चाहिँ सक्यो यहाँ पुरै आलु बिजोग भइरहेको छ ल यता भदैनी बोसुले खाँदै सोल्टीलाई पनि निकाल्नुपर्छ त नि यहाँ सोल्टी यहाँ दिदी बसेर सक्यो बर्थडे आज बर्थडे गर्लको आमा यता हुनुहुन्छ 11 बजे सोल्टी सोल्टी लास्ट पाहुना रहेछ ढिलो आउनु भएछ सोल्टी सोल्टी पनि नाच्नु भएको ए ल भदैनी बिहा चाहिँ नाच्छ त्यो त बाबा नाच्छ लु सक्यो भदैनीको बर्थडे पनि है आज रिता दिदी गरिसक्नु भयो लास्टसम्म ल भदैनीको बर्थडे चाहिँ आज ब्लग चाहिँ इन्ड गर्दैछु म भदैनी पनि सुतिसक्यो तल